यी हाम्रा संस्कारहरू साँच्चीकै पहिचानको रूपमा स्थापित गर्नु छ। उहाँहरूले सहयोग गरेको यो 37,13,000 गौचन बुढा मगरको नेतृत्वमा आज यो क्लबलाई हस्तान्तरण गर्दै हुनुहुन्छ। साँच्चीकै प्रदेशको मरुभूमिमा आफ्ना पसिना बगाएर नङ्ग्रा खियाएर 2 छाक तारेर भए पनि यो समाजलाई केही गर्नुपर्छ भन्ने हेतुले उहाँहरूले अनवरत रूपमा रात दिन नभनिकन यो पैसा जम्मा गर्नुभएको थियो। मैले सम्झिन चाहन्छु रतिवान बुढा मगर, धनकुमार बुढा मगर, दिनेश लगायतको यहाँ तकसेरावासी गैर तकसेरावासीहरूले सुसाङ बुढा मगर लगायतका सबैले अनवरत रूपमा खटेर यो 37,13,000 रुपियाँ सङ्कलन गरेर आज गौचन बुढा मगर हाम्रो विशेष अतिथिको हातमा यो पठाउनु भएको छ। आज संस्थापक अध्यक्ष र कोषाध्यक्षलाई हस्तान्तरण गर्दै अब भने कोषाध्यक्ष र संस्थापक अध्यक्षज्यूले वर्तमान अध्यक्ष र सचिव कोषाध्यक्षज्यूलाई हस्तान्तरण गरिदिनु र विनम्र अनुरोध गर्न चाहन्छु। वर्तमान सचिव कोषाध्यक्ष र वर्तमान अध्यक्षज्यूलाई यो 37,13,000 रुपियाँ हस्तान्तरण गरिदिनु हुन हाम्रो संस्थापक अध्यक्ष विष्णु बुढा र कोषाध्यक्ष सैजन बुढालाई विनम्र अनुरोध गर्दै धेरै धेरै धन्यवाद। हाम्रो प्रवासमा रहेर पनि यो समाजको लागि यति चिन्ता गर्नुहुने सहयोगीदाताहरू र अब भने नेपाल भलिबल सङ्घबाट राम्रो हुनेछ भन्ने मलाई लागेको छ।